ओके निखिल उप्रेती निखिलसँग धेरै काम गर्यो बाफ्रे दाग भन्ने चम 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 के गा ए है म तिमीलाई हेरी हेरी भन्ने त्यहाँ त त्यो हामी प्रिमियरको बेला त निखिल आउँदा निखिलको फ्यानले ताली बजाउने विराज आउँदा विराजको ताली बजाउने मेरो गीत आएको त्यो हलै उठेर नाच्न थाल्यो सबै हैन अनि विराजको चाहिँ फेरि स्याट मागेर पाउने ननाच्ने अनि बेताडो हल्ला गरिदिने भनेर त्यस्तो एउटा क्रेज पछि हामीले आकाश अधिकारीज्यूले बनाउनु भएको मुभी थियो त्यसमा पनि मैले गरेँ निखिलजीसँग त धेरै मुभीहरू गरेँ पछि सञ्चिताजी नै बिहा गर्नुभयो हाम्रो पहिले सञ्चिता म्यामलाई बिहा नगर्दा चाहिँ हाम्रै खेमराज गुरुङको वल्लो घर बस्नुहुन्थ्यो ए ओके ओके अनि त्यो टोलमा चाहिँ खाली अनि अब हामी त अलि मुडमा निखिलकोमा जाउँ डिस्टर्ब गरौँ भन्ने खाली क्या कोपिला म्याम हुनु यो दुईजना आउँदा चाहिँ छैन भन्ने टाइपको खेम बोलो घर खेमले पुर्याउनु जानुपर्ने प्रिन्स मैले चाहिँ प्रिन्स प्रिन्स भन्ने डिस्टर्ब गरौँ हो प्रेती ल भन्ने त्यस्तो गर्थ्यौँ हामी त्यस्तो अत्यन्त मिठो सुमधुर मेरो भने नि मेरो सम्बन्धै सबैसँग राम्रो एक्ज्याक्टली